सो गाइस हामी बस्ने घर चाहिँ यही हो है अनि यो घर चाहिँ पुरानो पुरानो भयो हैन पुरानो हैन पुरानो 40-42 वर्ष कति भयो सो गाइस हामीले रुम खोज्न सुरु गरेको है 1 महिना भन्दा धेरै 1 महिना जति हुन लाग्यो धेरै त भएन हुन त तर 1 महिना भनेको पनि धेरै लामो समय हो जस्तो लाग्छ मलाई चाहिँ रुम खोज्नकै लागि है अनि आजकल चाहिँ के भयो भने मेन कुरा रुमहरु चाहिँ धेरै ठाउँमा खाली छ हैन अनि हामीले अब सुमोबाट नि हेर्छौं नि त पहिला अब हामी अहिले जुन बसिरहेको ठाउँमा पनि हामी सुमोबाटै खोजेर आएको हो अनि अहिले चाहिँ अब सुमोबाटै खोजिन्छ अनि धेरै ठाउँमा अब त्यो के भन्छ भने गाईको चाहिँ मुजुकासी भन्छ कि त्यो सुमोबाट तोय आवश्यक गर्दाखेरि के अनि अब त्यसै नि आज चाहिँ अब फुदोखानै जाम भनेर अनि फेरि हिजो अस्ति पनि हिजो अस्ति भन्दा अरू पहिला गएको बिताहरुमा पनि गइरहेको थियौ हैन फुदोखानहरु चाहिँ एक दुईचोटि तर आज चाहिँ अब यो कुनै गरेर अस्ति फोन गरेको थियो फुदोखानले आइज न एकचोटि यही आइदियो अनि तेरो बारेमा बुझ्न के कस्तो रुम चाहिएको के चाहिएको सबै बुझ्न पाइन्छ भनेर बोलाएको थियो अनि त्यही भएर आज मैले 10 बजेको लागि बुक गरेको थिएँ अनि आज गएको कम्तीमा नि 10-11 वटा रुमलाई सोध्यो होला त्यसले है फोन गरेर जहाँ पनि गाईको किचन मजा खासिदियो के अब भयो त अब उसले भन्छ अरे नियमको राम्रो बोल्छ अनि काम गर्ने ठाउँ पनि राम्रो छ हैन खानाको टोयटामा काम गर्छ अन्त अब त्यही भए पनि अब गाईको किचन मजा दामी रे यस्तो भइसक्यो यहाँ जापानमा है स्थिति अब हुन्छ नि अब हामी त अब यसो वर्किङ गरेर यस्तो यत्रो 2 वर्ष भइसक्यो बस्न थालेको त्यही पनि रुम पाउने यस्तो गाह्रो छ अब हुन्छ नि बिस्तारै अब नयाँ नयाँ उनीहरूलाई चाहिँ कति गाह्रो हुन्छ होला पछि है यिनीहरूले एउटा अभियानै चलाए जस्तो अब गाईको किचनलाई मुजो खाइसक्यो गाईको किचन जहाँ पनि दामी दामी भन्ने भइसकेको छ माहौलहरू बुझ्दै जाँदा अब राम्रो ठाउँ के अरे अब रुम पाउने ठाउँहरू पनि छ त होइन तर अब रुम पाएको ठाउँहरूमा चाहिँ त्यो उ छैन क्या हामीले आफूले भने जस्तो राम्रो छैन क्या जहाँ पनि त्यो हुन्छ नि अलिकति पुरानो घरहरू अनि अलिकति हुन्छ नि अलिकति हामीलाई जस आफूलाई सुटेबल नहुने खालको रुमहरू चाहिँ अब पाइन त पाइहाल्छ त्यस्तोमा आफूलाई बसेर फाइदा पनि छैन नि त फेरि बस्दा बित्तिकै फेरि सर्न पऱ्यो भने झ्याउ हुन्छ है अनि आज जुन आफूलाई मन परेको छ अलिक राम्रो राम्रो छ त्यस्तो ठाउँहरू चाहिँ पाइएको छैन अब रुमहरू यत्रो खाली छ त्यही पनि जहाँ पनि अब गाईको किचन दामी के गर्यो केटा हो तिमीहरूले यस्तो गाईको किचन दामी हुने रुम पायो त डन भयो डन जस्तै हो अब फिक्स हो सस्तै हो कस्तो लाग्यो त रुम रुम राम्रै लाग्यो अब एकछिन अब त्यहाँ नारेहरू भएन नि त अब आउँदै जाँदा यो रुम त नि किन राम्रो छ त नि एकदम राम्रो यो कलर मात्रै अलिकति यस्तो पुरानो भएको घरै पुरानो भएछ घरै पुरानो भएपछि अब यो खै कलर पुरानो भएको कि यो अब यो बुझ्नै सकिएन सुरुदेखि नै यस्तै छ अब सर्नै पर्ने थियो हामीलाई ठिकै छ ओ किताब ले लो चटपट ले लो जी हाँ चटपट ले लो किताब ले लो हाँ कपडा नि फाल्न थियो तर अब एकैचोटि खोलेर सब हेरेर अब फाल्दैन पर्ने भाउ आज कपडा फाल्नु पनि हो कपडा यो मिक्सरहरू के फाल्छन् बुकहरू फाल्छन् यस्तो फाल्ने ठाउँ एक दिन सोमबार चाहिँ क्यानहरू पेटको बोतल फाल्ने हो त्यही फाल्ने छ अनि अरू दिन अर्को सोमबार चाहिँ हप्तामा एउटा फाल्ने हो ल आरिगातो गोजाइमासु सो गाइस फाइनल्ली बल्ल रुम चाहिँ पाइयो है अनि हामीले हेरेर पनि आइसकेको छौँ रुम अनि अहिले त राति भइसक्यो अघि दिउँसो चाहिँ हामी हेर्न गयौँ अनि पहिला त खास त्यो पहिला अरूले सिन चेक गरिसकेको रहेछ अनि पछि फेरि फोन आयो अनि फुदोसानबाट अनि
अलि खाली भयो यदि जान चाहन्छ पनि हेर्न जाऊँ भनेर फेरि बनायो अनि गएर हेऱ्यो राम्रै लाग्यो अनि सायद अब त्यही हाम्रो फिक्स हुन्छ होला अब फिक्स भएपछि पछि अब रुम सर्ने दिनमा चाहिँ हामीले भिडियोहरू बनाउनेछौँ यदि समय मिल्यो भने बिदाको दिनमै ट्याक्क समय मिलाएर सरियो भने चाहिँ फुर्सद भयो भने चाहिँ भिडियो पनि बनाउनेछौँ त्यही हो अहिले चाहिँ जापानमा यस्तै छ अब रुमहरू पाउन पनि यस्तो गाह्रो छ होइन अब भिजाको समस्या त अब सबैलाई थाहा नै छ होला होइन भिजाको समस्याले अहिले सबैजना गाईको बिजिनहरू खुमाहरू भइरहेको छ भन्ने कुरा त्यत्तिकै सबैलाई अब थाहा नै छ त्यसमाथि अब रुमहरू पनि यस्तो छ क्या अहिले अब कुनै अब टाइममा सर्न छ भने त्यसको अलि अगाडि नै अलिकति खोजी गर्नु होला नत्र भने गाह्रो हुनसक्छ है अनि अहिले चाहिँ हामी अब 7मा चाहिँ अहिले नयाँ सिनहाचुबाईको त्यो खिर आचार नेपाली खिर जस्तै त्यो खान जाँदैछौँ अब आशा गएको छैन हाम्रो 7 नजिक चाहिँ हेरौँ पहिला अलि अगाडि बालम त साथी मेरो आँखा बाल्दैखेरि ड्राइभरको आँखा झल्ल बाल्दैखेरि अनि यो ठाउँ पनि हामी धेरै छैन है बस्न यो महिनाको अनि हामी यो महिनाको अन्तिमसम्म सायद अन्तिमसम्म भन्दा पनि अर्को महिनाको जुन सिचिकाचुको सुरुको दिन चाहिँ हामी रुम सर्ने भनेको छौँ अहिले सिन्सा हुँदैछ अब फिक्स त भइसक्यो होइन सायद फिक्स हुन्छ होला भनेर भन्दै थियो त्यसले अनि त्यही हो अब यहाँ हाम्रो 7 छ यहाँ त्यो के अरे नयाँ आइटमवाला खिर आएको छैन त्यो गएर हेरौँ आएको छ भने अब यहीँ किनेर खान्छौँ आएको छैन भने चाहिँ फेरि अर्को कम्युनिटीतिर खोज्दै जान्छ आज त्यो चाहिँ खाएरै छोड्छौँ जता गयो अब यस बेला भइसक्यो फेरि सकिन पनि सक्छ फेरि है यतातिर अब अलिकति हाम्रो नेपालीहरू अरू खासै मान्छेहरू छैन गाईको बिजिनहरू खासै छैन त्यही भएर सायद छ कि भन्ने आशा छ मलाई आएको भए चाहिँ यहाँ बाहिर लेखेको छ सिनहाचु पाइनु केही जस्तो लाग्यो तर त्यो चाहिँ अब यो योगर्ट जस्तो के आइटम छ दही र के मिसाएको दुधहरू होला नि कस्तो छ गएर यहाँभित्र चाहिँ भिडियो गर्नु पाइँदैन होला सायद नगरौँ भिडियो फेरि पछि के हुन्छ अब हाम्रो सामान ल्याउँछ रहेछ भने चाहिँ बाहिर ल्याएर देखाउँछ है अघिनको 7मा पाइएन अनि फेरि अहिले हामी यो 7मा आउँदैछौँ आज चाहिँ अब कहाँसम्म पुगिन्छ खाएर छोड्ने भनेको अब पाइन्छ पाइँदैन भन्ने कुरा हो यहाँ एकचोटि हेर्छौँ पाइयो भने राम्रै भयो भने फेरि अर्को ठाउँमा जानुपर्छ आज जति ठाउँमा जान्छौँ त्यति ठाउँको देखाउँछौँ है अब हामी चाहिँ अर्को ठाउँमा जान्छौँ यहाँ पनि रहेछ कति ठाउँमा जाने हो आज हामी सबमा चेक गर्छौँ बाटो त कहीँ पनि नभएको तर नि जस्तो के हुन्छ नि त अब आहा भनेपछि बढी एक्साइटेड हुने क्या भएर खाम कस्तो हुँदो रहेछ आफ्नो नेपालको खिर होइन अहिलेलाई चाहिँ हामी राखिदिन्छौँ फेरि अर्को 7मा गएर हामी हजुरलाई भिडियो बनाएर देखाउने छौँ बाई बाई 7 छिर्दा हामी आइरहनु पर्छ मजाले लाइट कम बोलिहाल्यो कान्छी त्यहाँ अगाडि 7 गएर आइगयो कि यहाँ छ कि छैन रहेन त के हो छैन क्या हो यता यो गाउँतिर त यहाँ नि हाटकेनको मान्छे राखेर रहेछ अनि स्टाफमा त लिएर नाम लेखेर केटा त्यस्तो गर्छ त्यहाँ हाम्रो पहिला मैले किन नि त अनि पाइएन त कोही पनि दोस्रो म खाइरह्यो जाऊँ न अरू पनि